लागि पछाड्नु पर्यो क्या कर्मको निम्ति प्रभु त्यो काम कार्यको निम्ति प्रभु भएका छौँ हाम्रो मण्डलीको परिवारको तर्फबाट अनि मेरो व्यक्तिगत तर्फबाट हजुरहरू सबैलाई स्वागत भन्दछु। यो वचन असाध्यै मन पर्यो मलाई होइन। हिजो गाउँदै गर्दा नि मैले यो सम्झेँ। अनि हाम्रो यो जीवन घाम छाया मात्रै हो होइन। जसरी घाम लाग्छ फेरि कतिखेर छाया पर्छ थाहा हुँदैन होइन। अनि हाम्रो यो जीवन चाहिँ बगेको खोला हो, खोला बगिरहेको खोला जस्तै हो। अनि फर्केर आउँदैन बितेको जीवन हुन्छ, किनकि हाम्रो परमेश्वर चाहिँ बोल्ने परमेश्वर हुनुहुन्छ, हाम्रो दुःखलाई देख्ने परमेश्वर। हृदयमा पीडा छ भने आज बिहान आराधना गर्दै गर्दा परमेश्वरको सामु ल्याउनु, तपाईँको त्यो पीडाले मलमपट्टि लगाउने परमेश्वर हामी बिच परीक्षाहरू आए पनि, चिन्ता फिक्री निराशाहरू आए पनि, जसुकै वज्रपात आए पनि त्यो स्थिर रहन्छ, त्यो घर ढल्दैन, त्यो घरलाई कुनै पनि हानि हुँदैन भन्ने कुरा हामी तपाईँको वचनबाट हेऱ्यौँ। र हाम्रो जीवनमा थुप्रै खालका चुनौतीहरू छन्। यी दिनहरूमा हामी कष्टहरूबाट भएर, परीक्षाहरूबाट भएर, निराशा, अभाव र अप्ठ्यारा कुराहरूबाट भएर प्रभु हामी दिनमा गइराख्नु गर्न सक्छौँ। तर आज बिहान हामी तपाईँ परमेश्वरसँग प्रार्थना गर्छौँ। पवित्र परमेश्वर तपाईँ आफै परमेश्वरलाई महिमा भएको हाम्रो आजको समाधि सकिन्छ। परमेश्वरले हामी सबैजनालाई आशिष दिनुभएको